यसको सम्भवतः अब हामी अन्त्यमा छौं। धन्यवाद पृथ्वी सर यति प्रोडक्टिभ सेसनको लागि र हामीले यो पाइला पोडकास्ट 2 मा चाहिँ अलमोस्ट मेजर स्टडी डेस्टिनेसनको डिफरेन्ट पार्ट्सहरु कभर गर्यौं। तर त्यो भन्दै गर्दा हामीले कभर गरेको टपिकहरु चाहिँ ब्रीफ ओभरभ्यू मात्र हो र स्टुडेन्ट्स प्लस पेरेन्ट्सहरु जो चाहिँ अहिले अब्रोड स्टडीको सोच्दै हुनुहुन्छ उहाँहरुलाई चाहिँ पाइलासँग कनेक्ट हुन हामी आग्रह गर्छौं र अनुरोध पनि गर्छौं। किन भन्दा हामीले पास्ट एक्सपिरियन्सहरुबाट पनि लट्स अफ सक्सेस स्टोरीजहरु क्रिएट गरेको छौं र आगामी दिनहरुमा पनि अहिलेको एजुकेसन सेक्टरको ट्रेन्ड अनुसार कुन स्टुडेन्टलाई कुन कन्ट्री एप्रोप्रिएट हुन्छ त्यसमा वी विल हेल्प यु फिगर इट आउट। प्लस तपाईको फाइनान्शियल प्लानिङ अनि आईएलटीएस पीटीई टफल स्याट जीआरई जीम्याट कुन टेस्ट तपाईले गर्दा उपयुक्त हुन्छ कुन कन्ट्रीको लागि कुन युनिभर्सिटीको लागि वी विल गाइड यु थरोली। र प्लस 2 दिएर बस्नु भएको भाइ बहिनीहरु प्लस उहाँहरुको पेरेन्ट्सलाई हामीले चाहिँ के भन्न चाहन्छौं भन्दाखेरि डोन्ट वेस्ट योर टाइम राइट नाउ प्रिपेयर डु प्रिपेयर। प्रिपेयर भन्नाले 1 ल्याङ्ग्वेज टेस्ट को लागि चाहिँ क्लास लिन थाल्नुस् जुन चाहिँ हामीले पनि क्लास अफर गरि नै रहेको छौं र तपाईहरुले अरु इन्स्टिट्युसनमा नि प्रिपेयर गर्न सक्नुहुन्छ पाइक पर्ने ठाउँमा आईएलटीएस टफल पीटीई को। र नेक्स्ट स्टुडेन्ट्स हु आर लुकिङ स्पेसिफिकली फर यूएस सो गो फर स्याट प्रिपरेसन अल्सो। अनि त्यसबाहेक चाहिँ अब इन्कम जस्तै इन्कम चाहिँ टोटल कति चाहिँ तपाईको फ्यामिलीको इन्कम छ लेट्स डिस्कस इट आउट अनि त्यसमा के डकुमेन्ट्सहरु चाहिन्छ सो वी विल फिगर इट आउट पर्टिकुलरली एज पर द नीड अफ द स्टुडेन्ट एन्ड पेरेन्ट्स। सो त्यसको लागि हामी तपाईलाई पाइला भिजिट गर्न आग्रह गर्न चाहन्छौं र अल द बेस्ट।